हेलो साथीहरू नमस्ते। मसँग आज चाहिँ यो जापानिज हलुवा बेच्छ। यो एकजना जापानमा हुने साथीले यस्तो मिठो गरेर खानुभयो कि उहाँले खाएको देखेर मैले पनि नेपाली बजारमा फलफुल बजारमा खोज्न गएको थिएँ। अहिले नेपाली बजारमा पनि छ्यासछ्यास्ती आइसकेको रहेछ। कोले खानु भएको छ छैन भन्नु होला। अनि कस्तो छ म पनि ट्राई गर्न गइरहेको छु। एकदमै मिठो हुन्छ भन्ने सुनेको हो। आज म यो हलुवा बेच ट्राई गर्न जाँदैछु। चाख्छु है त। ओहो गुलियो छ। दामी हुँदो रहेछ यो हलुवा बेद। कुनै टर्रो सर्रो केही छैन। यो नेपालको हलुवा बेदलाई मात दिने खालको हलुवा बेद छ यो। एकदमै गुलियो स्याउ जस्तो, स्याउभन्दा पनि गुलियो मिठो रहेछ। कसले खानु भएको छ कि छैन भन्नु होला है। खानु भएको छैन भनेदेखि प्राय फलफुल बजारमा अब यो हलुवा बेद पनि देखा परिसकेको छ। गरेर एकचोटि ट्राई गर्नु होला। म ट्राई गर्दैछु। एकदमै गुलियो, एकदम मिठो। मह हाले जस्तो। स्वादिलो छ। वन बाइट आएन कस्तो छ? मिठो छ गुलियो